सहयोगी साथीहरूलाई मैले बोलाउन चाहे। हाम्रा अतिथिज्यूहरूलाई खानापाना लगाएर स्वागत गर्नका निम्ति उम्मेदवारहरूको स्टेरिङ तर्फ म प्रवेश गर्न चाहन्छु। अध्यक्ष पदका उम्मेदवार श्री नरेश केला, ढोकाको छेउमा उभिनुभएका साथीहरूलाई म अगाडि यो खोते दान जस्तो भयो यो अलिकति यहाँनिर यतापट्टि चाहिँ यहाँतिर आएर बस्दै हुनका निम्ति म हार्दिक अनुरोध गर्दछु। साथीहरू शिकारी आएका जाल फिजाएका फस्ना मत भनेर रटेछन् चराहरू। त्यो रट्दै गर्छ, चराहरू रटिरहेका छन्, रातभरि रटेछन्। शिकारी आएका जाल फिजाएका। हाम्रो अवस्था अहिले तर व्यवसाय चाहिँ गरिरहने समस्या निराकरणका लागि हामी उद्योग राजेन्द्र भण्डारीज्यू, त्यसै गरी नेपाल वैदेशिक रोजगार व्यवसाय सङ्घका पूर्व अध्यक्षज्यूहरू विमल ढकालदाई र कमल तामाङज्यू, त्यसै गरी मञ्चमा आसीन विभिन्न सङ्घ संस्थाका अध्यक्षज्यू र पदाधिकारीज्यूहरू, यो चैत्र 29 गते हुन गइरहेको निर्वाचनको कमान्डर संयोजक सरोज पोखरेलज्यू र यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आदरणीय व्यवसायीज्यूहरू, सर्वप्रथम यसभन्दा अगाडि म यहाँहरू माझमा महासचिवको रूपमा यस सङ्घमा कार्य गरेर बिदा भएको थिएँ। बिचका 6-8 वर्षहरू यो मान्छे किन आएन, या तपाईँको उम्मेदवारी किन परेन भन्ने पनि यहाँहरूलाई उत्सुकता होला। मेरो एउटै मात्रै मान्यता हो, समिति भन्दा पनि म अध्यक्ष यी नेताहरूको विरुद्धमा आन्दोलनसँग बसेर पनि यो समस्या समाधान गरेर ल्याउने चाहिँ मेरो प्रतिबद्धता भयो यहाँमा। त्यसै गरी हामी माझमा अर्को टन्कार रूपमा रहेको समस्या छ दूतावास प्रमाणीकरण। दूतावास प्रमाणीकरणमा हामी दुई खालको समस्यामा रहेका छौँ। अहिले एमएससी भइरहेका देशहरूका समस्या एक किसिमका छन्। तपाईँ हामी फाइल अपलोड गर्छौँ, इच्छा लागेका रहर लागेका फाइलहरू एक आधा घन्टामा पनि पास हुन्छन्। उनीहरूलाई इच्छा लागेन, उनीहरूलाई मन परेन भने ती फाइलहरू हप्तौँसम्म महिनौँसम्म झुलाएर राखेको अवस्था छ। देख्नु परेको समस्या यहाँहरू बिच सर्वविदित छ। तथापि अहिलेको वर्तमान कार्य समितिले यस विषयमा लगभग 90% टुङ्गो लगाइसकेको यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। तसर्थ हामी निर्वाचित भएर आइरहँदाखेरि यी कार्य समितिका तमाम साथीहरूलाई साथ लिएर हातेमालो गर्दै यो युरोप प्रमाणीकरणको विषय पनि हामी छिटोभन्दा छिटो तपाईँहरू माझमा हल गर्नेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यसै गरी सम्पूर्ण व्यवसायहरूले सम्झिनुहुन्छ होला सायद त्यति बेला जब यो फ्री भिजा फ्री टिकटको निर्णय थियो, वास्तवमा म अफिसमा व्यवसाय गरिरहेको एउटा व्यक्ति त्यो आन्दोलनमा उत्रेपछि व्यवसायी साथीहरूले नै सिन्डिकेट विरोधी व्यक्तित्वको रूपमा मलाई परिचित गराउनु भयो। सिन्डिकेट विरोधीको रूपमा प्रज्ञाजी त्यति बेला फोरमको अध्यक्ष हुनुहुन्थ्यो, म प्रगतिशील वैश्विक व्यवसाय मञ्चको अध्यक्ष थिएँ। हामीले सिन्डिकेटधारीहरूको विरुद्ध कसरी युद्ध गऱ्यौँ यहाँहरू सम्पूर्ण साथीहरू जानकार हुनुहुन्छ। र फेरि पनि हल्ला फिजाउन खोजिँदैछ र त्यति बेलाको कुरा पनि म स्मरण गराउन चाहन्छु। मैले यहाँ 8 वर्ष अगाडि म महासचिवको प्रत्याशी भइरहँदाखेरि यी जाली झेली फटाहरूले हेर्नुहोस् केसम्म गरेका थिए।
मलेसियाको कामदार पठाउन सिन्डिकेट 12 वटा म्यान पावर छानिए करोडौँको छलफेल। सीता देवकोटा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य उहाँको सहयोग पुगेको छैन। अनि हामी सिन्डिकेट, अनि प्रज्ञा न्युपाने सिन्डिकेट, जो सिन्डिकेटधारी मेन पावर अफिस छैन अहिले त्यो टिमको सहसंयोजक भएर हिँडेको छ। उसैमा सिन्डिकेटधारी कि हामी सिन्डिकेटधारी? त्यस कारण व्यवसायीहरू तपाईँहरू पनि कहिलेकाहीँ बर्किनु छ। म त तपाईँहरूसँग पनि रिस उठ्न लागेको छ। म खुलेर भन्नुपर्छ तपाईँहरूलाई। विशेष धन्यवाद दिन चाहन्छु र आज विशेष दिन पनि छ, मलाई खुसी पनि छ। मेरो पनि चाहना थियो यो व्यवसायमा लामो समय बस्दै गर्दाखेरि